नमस्ते साथीहरू। आज तपाईहरु समक्ष एउटा सानो भिडियो लिएर आइरहेको छु। त्यो चाहिँ के हो भन्दा कि आज इन्डियामा एउटा स्क्याम ट्रेन्ड भइरहेको छ। त्यो चाहिँ के हो? डिजिटल एरेस्ट। डिजिटल एरेस्ट चाहिँ के हो भनेदेखि तपाईहरुलाई डिजिटली प्लेटफर्मको द्वारा कोही स्क्यामरले स्क्याम गर्छ। यो घटना पुरा इन्डियामा अहिले ट्रेन्ड भइरहेको छ र तपाईहरु पनि यो स्क्यामदेखि सचेत रहनु होला। के भन्नु चाहन्छु भने कति स्क्यामरहरूले के गर्छ भने तपाईलाई डिजिटली एरेस्ट गर्छ। त्यो चाहिँ के हो भने तपाईकोमा अननोन नम्बरबाट कल आउँछ या मेसेज आउँछ या सोशल मिडियाको प्लेटफर्ममा तपाईलाई एउटा सानो मेसेज दिन्छ। त्यो मेसेज चाहिँ कस्तो पाराले आउँछ भन्दा सबसे पहिला चाहिँ तपाईलाई भन्छ तपाईको छोरा या छोरी हामी महाराष्ट्र पुलिस या बंगाल पुलिस या सिक्किम पुलिसको हामी यस्तो मतलब पोस्टबाट बोलेको, यो र्याङ्कबाट बोलेको, तपाईको यस्तो मतलब नराम्रो चीज तपाईले गर्नु भएको छ, तपाईलाई चाहिँ अब एफआईआर भइराख्छ तपाईको नाममा र तपाईको पुरा एफआईआर भएको छ। तपाईले अगर यो केसदेखि बाँच्नुहुन्छ भने चाहिँ हामीलाई यति पैसा अहिले पठाइदिनुहोस्। या स्क्यामरले के गर्छ अर्को चीज भने तपाईहरुको छोरा छोरी कोही बाहिर देश या बाहिर आउट अफ स्टेट तपाईको कोही छोरा छोरी या आफन्तहरु कोही काम गर्दैछ भने उसलाई पक्रेको छ हामी चाहिँ यो थानाबाट बोलेको, उसलाई पक्रेको छ। अगर उसलाई बचाउनु हो भने तपाईले हामीलाई अहिले यति पैसा हाम्रो एकाउन्टमा हाल्दिनुहोस्। तपाईको या आफन्त छोरा छोरी या कोही पनि हो उहाँलाई हामी गिरफ्तबाट छोड्दिन्छौँ भनेर यस्तो खालको कलर आउँछ। तपाईले यो कलदेखि एकदम बाँच्नु होला र तपाईहरु कल कोही अननोन नम्बरबाट आउँदैछ भने तपाईले पहिला भेरिफाई गर्नु होला यो नम्बर कहाँको हो, के को हो, कहाँबाट आयो, तब मात्रै उठाउनु होला। यो स्क्यामरले एकदम आइडिया लगाएको हुन्छ। तपाईहरु नडराउनुहोस्। अगर तपाईहरुले गलत काम गरेको छैन भने तपाईले डराउनु पर्दैन, चाहे पुलिस आओस् चाहे तपाईकोमा सुप्रिम कोर्ट आओस्। अगर तपाईले गलत काम गरेको छ भने त्यसको लागि चाहिँ तपाई डराउनु पर्छ र पनि तपाईको कोही यस्तो खालको मेसेज या फोन्स या व्हाट्सएपमा कोही सोशल मिडियामा तपाईको नाममा यस्तो खालको फ्रड स्क्यामरहरूले मेसेज पठाउँछ या फोन गर्छ भने तपाई नजिकको पुलिस चौकीमा जानुहोस्, एफआईआर गर्नुहोस् या साइबर सेलमा जानुहोस्, तपाईहरु एफआईआर गर्नुहोस्। तर स्क्यामरले बहुत दिमाग लगाएर तपाईको पैसा ठगी गर्ने अहिले स्क्याम चलिरहेको छ। हिजोको मात्रै न्यूजमा म तपाईहरुलाई बताउन चाहन्छु कसै एउटा डाक्टर सर्जेन्टको 2.2 करोड रुपैयाँ चाहिँ एकाउन्टबाट ठगी भएको छ। स्क्यामरले कल गरेर त्यो महाराष्ट्र पुलिसको हो म भनेर बताएर तपाईको यस्तो एफआईआर भएको छ, तपाईले यति पैसा दियो भने तपाईको यो एफआईआर रफादफा हुन्छ भनेर फोन गरेको थियो। त्यो मान्छे डरायो। अगर उसले केही नराम्रो काम गरेको थियो या उसको एफआईआरमा उसलाई डाउट थियो त उसले 2.2 करोड आफ्नो एकाउन्टबाट गुमायो। र यो भिडियो बनाउनुको मेरो मुख्य उद्देश्य चाहिँ के छ भने हाम्रो पहाड तराई डुवर्स जो पनि होस् भारतवर्षदेखि बाहिर बस्ने या भारतवर्षमा बस्ने मान्छेहरूलाई चाहिँ म हात जोडेर अपिल गर्न चाहन्छु, नयाँ नम्बरदेखि आएको कल नउठाउनुहोस्, भेरिफाई गर्नुहोस्, उठाउनुहोस्। स्क्यामरले अझै अलग तरिकाले तपाईहरुसँग स्क्याम र फ्रड गर्नु सक्छ। त्यो म अर्को भिडियोमा तपाईहरुलाई जनाउँछु र अहिलेलाई यति नै। धन्यवाद।